जाने क्रममा छौँ। बुटोल हामीहरू एक रात बस्नेछौँ र त्यसपछि हामीहरू विल बी गोइङ टु पोखरा। ल म यहाँ दिपकसँग छु। दिपक के छ दिपक? ठिक छ यसो। ल गर्ल्स के छ? बोय ल पूर्व पश्चिम हाइवेको अगैयासम्म हामी यो नयाँ बाटो दुलाकी बाटोबाट जाँदैछौँ र त्यसपछि अगैया पुगेपछि हामी चाहिँ पूर्व पश्चिम हाइवेबाट जानेछौँ। नयाँ नयाँ धानको खेतहरू छन्, मनमोहक दृश्य छ। अगाडि देखेको यो राप्ती पुल हो। ढोका खोलेर लगाउँदै एकपल्ट राप्ती खोला अहिले पनि हटेको छैन, ठुलै छ अहिले। यो राप्ती पुल हो, राप्ती खोला माथि परेको पुल हो यो राप्तीको खोला हो यो। अब हामीले राप्ती ब्रिज पनि क्रस गऱ्यौँ र अब हामी राप्ती क्रस गरेर ठाउँमा फतेपुरमा पुग्यौँ। अब यहाँ केही अफ रोड छ। जङ्गल छ बिचमा, यहाँ बाघ पनि छ। आउन सक्ने सम्भावना भएको जङ्गल हो। बाँके निकुञ्जसँग कनेक्ट छ। यो बाँके निकुञ्जसँग कनेक्टेड छ जङ्गल छ यहाँ। अब हामीहरू सिक्टा पुग्न लाग्यौँ। सिक्टाको पुल कटिसकेपछि, सिक्टामा राप्तीको पुल कटिसकेपछि हामीहरू अगैया पुग्नेछौँ। अगैया पुगिसकेपछि हामी पूर्व पश्चिम राजमार्ग, महेन्द्र राजमार्ग हुँदै बुटोल जानेछौँ। हामीसँग आज एकदम चर्चित नेपालगञ्जका फेमस दिपकजी हुनुहुन्छ, हामीलाई गाइड गर्दै रमाइलो गराउँदै लग्नु भएको छ। अब हामीहरू सिक्टा पुल देखिएको छ अगाडि देखेको त्यो सिक्टाको पुल हो, राप्ती माथि बनेको पुल हो। अब हामी यो पुललाई क्रस गर्नेछौँ र यो पुललाई क्रस गरिसकेपछि हामीहरू अगैया पुग्नेछौँ। अहिले यसको साइडमा एउटा रेसोर्ट पनि बनाएको छ सायद पारी। यो सिक्टा ब्रिज हो, राप्ती खोला माथि बनेको ब्रिज हो यो। ड्याम प्लस ब्रिज हो। र यो हो राप्ती खोला। अगैया क्रस भएको छौँ र अहिले पूर्व पश्चिम हाइवेमा छौँ।
खाजा खाने प्लानमा छौँ अग्रज फिस खानुपर्छ फिस ल अहिले हामीहरू दाङमा छौँ ल दाङ लियो हामीले पुगेपछि खाजा खानेछौँ बिहानको अहिले 11 बजेको छ ल अब हामीहरू अहिले अमेलिया पुगेको छौँ हाम्रो दिपकजी टायरको प्रेसर चेक गर्ने क्रममा हुनुहुन्छ अब हामीहरू केही बेर बस्नेछौँ र केही बेर बसेर खाजा खाएर हाम्रो आफ्नो जर्नी फेरि सुरु गर्नेछौँ आज म हाम्रो प्रिय ओलिजिस भन्न छु यहाँ अब यो माछा पनि छ माछा छ यो चिकन पनि बनेको छ समोसाहरू छ माछा पनि आयो चिकन पनि छ अब म ट्रिप गर्छु बाबु थियो न मैले भिडियो बनाएको है जस यसको के टाउ खाने हो तर म खाँदिनँ आँखामा क्यान्सर हुन्छ मेरो नि वरिपरि हस् त ल लाग्यो भाइ त ल दिपक जाम म ल मेरो अहिले धानखोला पुग्यौँ दाङ जिल्लाको धानखोला अब यहाँ मेरो खाना खानेछौँ अहिले दिउँसोको लगभग 1:30 जति बजेको छ बिन्दा ल आऊ बिन्दा खाना खान आऊ ल बिन्दा पनि त लाइन अग्रज कसरत गर्न छाडेको छैन दिपक पनि भित्र आयो ल चम्चा ल्याउनु होटलमा छौँ अहिले होटल द फ्लामिङ्गो अग्रज कता छु मैले होटल फार्मिङ्गो द फ्लामिङ्गो अघिमा टायर्ड अघिमा टायर्ड गोविन्दा फाइनली वेलकम ड्रिङ्क खाँदैछौँ ल अहिले होटलभित्र छौँ द फ्लामिङ्गो डल